आदरणीय दर्शकबिन, धेरैलाई लाग्छ नेता बन्न ठुलो पद चाहिन्छ वा चुनावै जित्नुपर्छ। तर के तपाईँलाई थाहा छ, नेतृत्व पदमा होइन, तपाईँको निर्णय र दृष्टिकोणमा हुन्छ। म आज तपाईँलाई मेरो एउटा सानो अनुभव सुनाउँछु जसले मेरो सोच्ने तरिका नै बदलिदियो। मेरो यात्रा बाल क्लबबाट सुरु भयो, जहाँ मैले नेतृत्वको पहिलो अक्षर सिकेँ। अहिले म स्वास्थ्य क्षेत्रमा हेल्थ असिस्टेन्टको रूपमा काम गरिरहेको छु। हस्पिटलको त्यो इमर्जेन्सी वार्डमा काम गर्दा मैले के बुझेँ भने, जब कसैको जीवन र मरणको सवाल हुन्छ, त्यहाँ गफले होइन, सही समयको सही निर्णयले काम गर्छ। एउटा लिडरको मुख्य काम भनेको सङ्कटमा समाधान खोज्नु हो। अहिले नेपालमा राजनीतिक माहौल तातिएको छ। हामी सामाजिक सञ्जालमा एउटा नेतालाई भगवान मान्छौँ र अर्कोलाई गाली। तर के हामीले कहिल्यै उनीहरूको लिडरसिप प्रोफाइल अध्ययन गरेका छौँ? उदाहरणका लागि बालेन शाह वा रवि लामिछाने। उनीहरूको हाइप किन छ? किनभने मान्छेहरू परिवर्तन चाहन्छन्, तर परिवर्तन भाषणले मात्र आउँदैन। म अबदेखि यस्तै चर्चित व्यक्तित्वहरूको लिडरसिप स्टाइल र उनीहरूको प्रभावबारे विश्लेषण गर्नेछु, ताकि हामीले भोट हाल्दा भावनामा मात्र होइन, विवेकले निर्णय लिन सकौँ। अब भन्नुहोस्, तपाईँको नजरमा अहिलेको नेपालको सबैभन्दा प्रभावशाली लिडर को हो र किन? तल कमेन्टमा आफ्नो विचार राख्नुहोला। म सुरेन्द्र चलाउने अब फेसबुकमा तपाईँसँग नियमित संवादमा हुनेछु। यदि तपाईँलाई पनि लिडरसिप र सामाजिक परिवर्तनमा रुचि छ भने यो पेजलाई फलो गर्न नबिर्सिनुहोला। जय नेपाल।